हेलो एभ्रीबडी, आज हामी हेर्न जाँदैछौँ गणेश जीको नयाँ भिडियो जुन कि रहेको छ एभ्री फोन युजर। र आज चाहिँ मसँग हुनुहुन्छ आरती तिवारी। नमस्ते, हेलो। ल ढिला नगरिकन लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु, हामी पनि भिडियोतर्फ लागिहालौँ। ओके, हामी आइसक्यौँ सिनतिर। मित्रहरू, कति यो खोक्रो भाँडो चलाएर बस्छु। यो इन्टरनेटको दुनियाँबाट बाहिर निस्केर हेर, हो त्यो डाँडालाई हेर त, कति शान्त छ। यो हावालाई फिल गर त, कति आनन्द छ। यो नेचरलाई निहाल। गौतम बुद्धको पालामा फोन भइदिएको भए गौतम बुद्ध पनि रिल्स स्क्रल गरेर बस्नुहुन्थ्यो तिमीहरू जस्तो। झन् पृथ्वीनारायण शाहको पालामा त झन् त्यति 400 गाइदिएर अघि नै भन्नु पर्थेन। के हो आजकल त भुट्ने छैन क्या हो? त्यही भने पहिला हाम्रो बाउको पालामा टाउको नभए भूत आउँथ्यो रे, त्यही माथि मुखबाट आगो पनि फाल्थ्यो रे। टाउको नभएको भुत चाहिँ मुखबाट चाहिँ कसरी आगो फाल्यो? ये फोन कोई तो है खुदा जिसकी दुआ से हो तुम मेरे दिल में सदा। कोई तो है खुदा जिसकी रज़ा से हो तुम मेरे जीवन। It's time to move on, bro. Hey man, what's up? Sorry, bro. Hey Siri. कबाडी फलाम नचाहिने सामान सस्तो जवान। दादा यही हो। Come on man, it's simple. यही तो हो नि। चल बाबा गया तेरा दिन। त्यही नि कबाडीवालालाई फोन। हाम्रो त घर घरमा सेयर हुन्छ। तो स्यामसङले मचा उस मार्केटमा त आइफोन त सो अफको लागि। Nobody does it better. अब के गर्नु, मजा भन्दा भएन, जाने नै गरिस्। राम्रोसँगले जानु, गएर फेरि नबिर्सिने नि हामीलाई। घरमा पनि फोन गर्दै गर्नु। के गर्नु, आफूलाई चाहिँ कति माया लाग्छ छोराको। ल अब जाने नि भएपछि राम्रो जा, छिटो भएर आएस् है। मलाई चाहिन्छ होला ल। मोबाइल चार्जर त्यसो राम्रोसँग चिकन डिनर खाएर फर्किनु। टी-सर्टको बहुत काचाकुचुक छ त ब्रो यार। भाइ यस्तो त हो नि, यो निकाल म आइरन गरिदिन्छु ब्रो। त्यहाँ निकाल्नु र? निकाल न, म आइरन गरिदिन्छु कि ब्रो। ए लाज हुन्छ कि? के लाज, निकाल निकाल, आइरन गरिदिन्छु भन्दा नि के जान्दै है। आइफोन तात्छ नि त।
यो एन्ड्रोइड भएपछि आइरनको के काम खाना त यसमै पाक्छ मेरो इन्डक्सन यो एन्ड्रोइडमा दिनभर गेम हान्यो भने बेलुका त सिटी नै लाग्छ सर चार्ज लाउनु के चार्ज हुनुभयो सर यो त ब्याङ्क हो त ब्याङ्क पावर ब्याङ्क के भन्नु पढ्नै पाएन के छ खबर ठिक भएर यहाँ आउँथ्यो अनि के हो यो नगरसम्मको यात्रा सुनिदिउँ न ब्रदरको भयो नसुन मलाई सुनिदिउँ न बडो रमाइलो छ जस्तो छ सुनिदिउँ न यार वी हेभ लट्स अफ टाइम नि ल सुन बुढा आइज बुढा लुगा अब कहाँ हुन्छ लुगा यार कति अनि ब्रो दराजमा त पसिसक्यो रहेछ नि अझै बाँकी छ कि सुन न होइन के होइन लुगा लगाऊ के पान्यो फोन छुटेछ मेरो त्यही भएर नसुनाउने भनेको मैले तिमीलाई बरु तिम्रो चाहिँ सुनिदिउँ न ठिक छ ब्रो सुनिदिउँ न यार ल सुन माग खोलेर जान्छ त्यहीँ हेर्न लागेको खाना पकाउँदा त्यहाँ मोबाइल आयो ऐठी मेरा बाले पुरै फोल्डिङ वाला फोन चलाए पुरै भाँचिदो फोन त ओदे बाबू फोल्डिङ वाला फोन क्या पो भन्दा ओए ओए मलाई रिभाइभ दिनु आएर त ओए ब्रोलाई रिभाइभ दिउ म एट्याक गर्छु ब्रोलाई रिभाइभ दिउ कहाँनिर ब्रो तिमी कम अन ब्रो चुङमा आउनु पब्जी खेल्न आएको छ कि ब्रो यार कम ब्रो यो चाहिँ मेरो गेम खेल्ने फोन ल पब्जी खेल्ने फोन यो चाहिँ मेरो फेरि फ्री फायर खेल्ने फोन कि अब यो हेर यो मेरो एक्सलाई कल गर्ने फोन है यो चाहिँ मेरो अब के हो ल भन न यो मेरो फेसबुक चलाउने फोन कि अब मेरो अर्को यो म बजारमा सब्जी किन्न जाँदाखेरि चलाउने फोन चाहिँ यो है अब मेरो बेसिक अब डायल गर्ने फोन चाहिँ फेरि यो छ कि यो चाहिँ मैले चोरेको फोन कि है यो चाहिँ जस्ट हो कि ब्रो अरू फोन म बेकबाट ल्याएर आउँछु है ब्रो न्यू भाइरस ओके मोबाइल निश्चित रूपमा घरकाले मोबाइल लिए जस्तो मैले 17,000 को यो पावर म तपाईहरुलाई दिन चाहिँ म भन्दिन तर 5,000 म जिम्मा लिएर चाहिँ दिन सक्छु तपाईँ खासा पापी हो क्या मान्छे 17,000 मान्छे मारेर तपाईँ पापी हो तपाईँलाई 4 फुटा मोडेर त्यो संसद भवनमा निकाल्नु परेको के कसो ईश्वर पास दिँदै हो कि आशीर्वाद सत्ता राखेर मैले पनि पास दिनु पर्दैन खोइ पास दियो म दिन्छु बिहा देशमा एउटा नयाँ भाइरस भित्रिएको छ देश डुब्दै गइरहेको छ राज्यले के हेरिरहेछ मोबाइलमा यता ए नाचिरहेको छ
यहाँदेखि मिसाइल इमर्जेन्सी चल्दैन उसको के हेरिरहनु मनिटर कनेक्ट सपना डेन्जरै सपना देखेको थिएँ यो फोन भन्ने चिज त सकेसम्म अभोइडै गर्नुपर्छ जस्तो छ सपना देखेको टाउकोमै लम्बिसको भयो हेलो कुन कलर लाग्छ नेपाली कसरी बनाउने भनेर सोच्दै हुनुहुन्छ भने एकपटक यो भिडियो अवश्य हेर्नुहोला। मात्र 30 मिनेटमा बन्छ यस्तै स्वादिष्ट कुखुराको मासु। आमा मासु त पुरै गुलियो छ त चुप नयाँ स्टाइलले मैले युट्युबमा हेरेर पकाएको युट्युब हो के अब तैँले मलाई सिकाउने तैँले मलाई पाएको कि मैले तँलाई पाएको यो लिलिभुटेले सबै सिकाइछ मलाई भोलि स्टाफुटी पकाउँछु स्प्यागेटी हो के अब फेरि के कुरा छ तैँले मलाई पाएको कि मैले तँलाई पाएको हाम्री आमा साह्रै नै बाठी छन्। आइफोन कसरी छ त लेटेस्ट जम्मा 2 लाख हो भाइ जम्मा 2 लाख चार्जर एयरबड आउँछ होला नि त आउँदैन नि भाइ त्यसको त छुट्टै 15,000 लाग्छ एन्ड्रोइड ल्याउ नि त भाइ चार्जर नै फ्री छ एयरफोन नि आउँछ 1 प्रो पनि जग्गा त युरोड नै आउँछ जुन मात्र हो र एउटा गाडी आउँछ रेन्ज रोभर अनि सुन्नु यहाँ अनि एउटा हेलिकप्टर नि आउँछ एउटा केटीसँग थाइल्यान्ड ट्रिप पनि छ जाब यति मात्र होस् आइफोनै लिन्छु ल गाइज आजको लागि यति नै। हजुरहरूले लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। लाइक शेयर एन्ड सब्सक्राइब प्लिज। अब हामी 3 महिनादेखि एक्टिभ थिएनौँ, अब चाहिँ हुनेवाला छौँ। गुड बाई गाइज।